अहिले गृहमन्त्री सुदन गुरुङको बारेमा उहाँले पत्रकार सम्मेलन गरेर उहाँले राजीनामा माग्नु भएको छ र राजीनामा माग्नु ठिक थियो या बेठिक थियो र तपाईहरुले यति राजीनामा माग्ने पक्षमा कतिजना हुन्छ तपाईहरुले कमेन्ट गर्नुहोला र विपक्षमा कतिजना हुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। अहिलेको जनताले मानेको र जनताले चिनेको गृहमन्त्रीलाई तत्काल राजीनामा माग्ने कतिजना हुनुहुन्छ र तपाईं सबैजनाले यति गृहमन्त्रीलाई मन पर्ने जातिले कमेन्ट गर्नुहोला, मन नपर्ने जातिले लाइक गरिदिनु होला। र अहिले जनताले मानेको गृहमन्त्रीलाई तत्काल राजीनामा माग्ने हर्क साम्पाङ्गेको यो प्रश्न सही छ या बेठिक छ त्यो पनि तपाईहरुले कमेन्ट गरिदिनु होला। र मलाई चाहिँ अहिले सकेसम्म उहाँले राजीनामा मागेको चाहिँ अहिले मलाई बेठिक लाग्छ, किनभने अहिले जनताले चाहेको गृहमन्त्री आउँदा एउटा सानो विवादमा आउँदा तत्काल राजीनामा माग्नु हजुर ठिक छैन जस्तो लाग्छ। हजुरलाई पनि पक्कै त्यही पनि लाग्छ। र अहिले जस जनताले चुनिसकेपछि पठाइसकेपछि तपाईहरुले पाएको गृहमन्त्री अहिलेसम्मको राम्रो गृहमन्त्रीलाई राजीनामा माग्नु हर्क साम्पाङको कस्तो व्यवहार होला र हजुरले पनि कमेन्ट चाहिँ गरिदिनु होला। ल काका तपाईले चाहिँ तत्काल चाहिँ आउँदै बित्तिकै राजीनामा नमाग्दिनु।